हेलो नमस्ते। आज फेरि एउटा अर्को एउटा भिडियोमा स्वागत छ हजुरहरूलाई। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ भनेर र म पनि सन्चै छु। आज चाहिँ यो भिडियो हो आजको, अनि हामीले चाहिँ सोचेका थियौँ आज हामीहरू औँसी पनि छ, केही नखाने मोमो बनाएरै खाने, अनि यस्तै हुन्छ अरू नखाइसिन हुन्छ भनेर सोचेका त थियौँ। र आलुहरू माने उ गरेँ, मैले बोइल गरेँ, किनभने त्यतिकैमा माने पाहुना आउनुभयो यता हामीहरूको कान्छा ज्वाइँको बाबुआमा, माने उनीहरूको घरमा बिहा छ, भाइको बिहा हुनको कारणले र बोलाउनको लागि भनेर आमा र पिता आउनुभयो। र आइसकेपछि अब आमाले भन्नुभयो त्यसो भए रोटी बनाउनु पर्छ भनेर, र मैले आलु बोइल गरेर त्यसलाई बनाएँ ग्रेभी टाइपमा, अनि यतापट्टि अब पुरी बनाइदिन्छु भनेर उ गरेँ, माने रेडी गरेँ। पुरी पनि म बनाउन थालेँ, अनि यतापट्टि चाहिँ अब मोमो माने भेज मोमो खाने, किनभने औँसी थियो जे त्यसैको लागि, र ननभेज चल्दैन। अनि त्यहाँबाट त्यसको लागि मैले यता सब्जी माने के चाहिन्छ, कोबी, प्याज, टमाटर, के गाजर काटेर रेडी थियो, र त्यसलाई हल्का पकाइदिन्छु भनेर यता रेडी गरेकी थिएँ। माने बसाइदिन्छु, अलिअलि पकाएपछि राम्रो हुन्छ भनेर, र तेलहरू हालेँ। अनि त्यता त्यो यो पनि माने सब्जी पनि बनाइराखेँ, अनि यतापट्टि रोटीहरू नि बनाइराखेँ, किनभने उनीहरू जल्दी जाने भन्नुहुँदै थियो। यस मैले पुरी बनाउँदै थिएँ, अनि त्यहाँबाट जल्दी माने देरी भइसकेको थियो, त्यहीको लागि जल्दी जाने भन्नुहुँदै थियो। अनि मैले यता पुरी बनाएँ, यता सब्जी पनि यो रेडी भयो माने मोमोको। अनि हामीले उनीहरूलाई खुवाएर खाइसकेर जानुभयो, गएपछि हामीहरू चाहिँ थाल्यौँ मोमो बनाउन। त्यसको अगाडि नै मैले मोमोको लागि माने मैदालाई गुनेर राखिदिएकी थिएँ, अलिक ढिला होस् भनेर। फर्स्ट नै माने पुरी पकाउने अगाडि नै छोपिदिएकी थिएँ। अनि यता बनाउन थाल्नुभयो, बनाएर अब म बसाउनु पऱ्यो, मोमो पकाउने माने त्यो उनी थियो जे भाँडो नै थियो जे, अनि त्यसमै बनाउँछु भनेर रेडी गरेकी थिएँ। अनि यसरी मैले मोमो चाहिँ बसाइदिएँ यतापट्टि, म मोमो पनि बनाउँदै थिएँ। अनि मोमोको लागि अब चाहियो चटनी होइन, माने के अरे सस, अब त्यो पनि बनाउँदै थिएँ टमाटरको। अनि त्यता बनाउँदै यता पकाउँदै गर्दै थिएँ। यता चाहिँ दादा भाइ अनि यता बुनु उनीहरू माने उ गर्दै थिएँ, के अरे मोमोको लागि अब कोही बेल्ने, कोही सेप दिने बनाउँदै थिएँ। अनि त्यहाँबाट बनाउँदै थिएँ। अब त्यही चाहिँ जुन बनाएको त्यो चाहिँ म लाँदै अब भित्र बनाएपछि एकैचोटि सबै बसाएपछि तातै खाँदा चाहिँ बेसी राम्रो हुन्छ भनेर, फेरि ठन्डा भएपछि पनि राम्रो हुँदैन। अरू राति पनि धेरै भइसकेको थियो, र हामीहरूले खाँदा त खाने टाइमसम्म त सायद कति 10 नै बजिसकेको थियो। यता चाहिँ बनाइराख्नु भएछ अलग अलग चाहिँ मात्ने कसलाई के डिजाइन लाग्छ। दादाले चाहिँ यता बनाइरहेको थियो, कोही पम्किन स्टाइलका अरे, कोही के स्टाइलका, अनि कोही मोबाइलमा सबै अब डिजाइन बनाइसके पछाडि उनीहरूले चाहिँ मोबाइलमा हेरेर डिजाइनहरू बनाइरहेका थिए। अब हामीको दादाले चाहिँ अगाडि कहिले मोमो बनाएको थिएन, अब फर्स्टचोटि बनाएको जे त्यसलाई सेप दिन अलिक जानेको थिएन, मोबाइलमा हेर्दै दिँदै गर्दै थियो। तर बनिन पनि राम्रै देखिरहेको थियो। बन्ने पछाडि जुन भयो यता चाहिँ के अरे यसको माने मोमोको लागि चटनी हो त मैले बनाएँ, बिलाइलाई गरेर के अरे मिक्सीमा लसुनहरू हालेर पिसेर, अनि त्यसलाई पकाइदिएँ। र हामीहरू खाना पनि बस्यौँ, तर चटनी चाहिँ बेसी पिरो भएछ, त्यसको लागि खाएर माने भुँडिए पोलेको थियो भोलिपल्टको दिन। अनि त्यहाँबाट खाएर चाहिँ टेस्टी लागेको थियो। सबैजनाले खाए, अब धेरै नै, कोहीले 15वटा कोहीले 20वटा पनि खाए होला। अनि 2जना भाइहरू पनि थियो होस्टेलमा, उनीहरूले पनि खाए। ल त।